हेलो एभ्रिवान अनि जय मसी वेलकम ब्याक टु माई सर्ट मिनी ब्लग। अहिले फिलहाल चाहिँ तपाईँहरूले देख्नु सक्नुहुनेछ यो चाहिँ पढिङ बोकेर म घर जाँदैछु हो। अनि यो तपाईँहरूले देख्नुहुँदैछ नि यो रोड चाहिँ आक्कोहरूले खन्नु भएको यो रोड चाहिँ हो, घरकै मुनि आउँछ। अनि चाहिँ रोड पढिङ बोकेर जाँदैछु। एक्लै छु है म चाहिँ। अनि यो पढिङ चाहिँ यस्तो डरलाग्दो भारी रहेछ, सपोर्टर कोही छैन, पछि पनि तपाईँहरूले देख्नुभयो होला सपोर्ट कोही छैन, एक्लै छु बोकेर जाँदैछु। कुम दुख्ने रहेछ, उपर चाहिँ म बिसाउँछु। कुम पुरा खायो कि असिन र पसिन भयो। लु कुम पुरा दुख्ने रहेछ। यहाँ हेर्नुहोस् हातको हालत यस्तो भयो, यस्तो पुरा दुख्दो रहेछ। यो छाप्नेले पनि काम लाग्दैन रहेछ। यो ब्याग चाहिँ किन बोकेको भन्दा चाहिँ फोन हाल्नुको लागि बोकेको हो। यो चाहिँ आक्कोहरूको पुरानो गोठ हो। अनि यहाँ तल चाहिँ आक्कोहरूको घर छ, हाम्रो चाहिँ यहाँ माथि छ। अनि पानी पर्ने सिजन हेर्नुहोस् त, यहाँ पछि ब्याकग्राउन्ड पानी पर्न आँटेको छ, अलिअलि छिटा पनि आउँदैछ पानी हो। अनि यहाँ माथि चाहिँ हाम्रो उहीँ माथि चाहिँ बाजेको पनि कपुर छ, त्यहाँ चाहिँ बाजेलाई राखेको नि त। यहाँ माथि सफा गरेकै छैन बाजेको, कुन दिन त्यो कपुर पनि सफा गर्नुपर्ने छ बाजेको हो। अनि अहिले चाहिँ वेदर चाहिँ यस्तो भइरहेछ हाम्रोतिर चाहिँ, यस्तो कुम पुरा दुख्दो रहेछ। पिल्साउँछ होला माथि घरसम्म पुग्दा चाहिँ। हाम्रो चाहिँ यहाँ माथि चाहिँ घर चाहिँ यो चाहिँ आक्कोहरूको पुरानो पहिलाको गोठ हो, त्यसकै माथि चाहिँ ऊ माथि चाहिँ हाम्रो घर छ।